नमस्ते, म दिलीप बस्नेत। यतिखेर हामी दैलेखको महापुर गाउँपालिकामा छौँ। 82 वर्षीय हाम्रा बाजे हुनुहुन्छ। उहाँसँग निकै अनुभव छ। उहाँसँग हामी आज छोटो बहस गर्नेछौँ। कृपया भिडियो अन्तिमसम्म हेरिदिनु होला। हाम्रो जुङ्गाको भाषा हजुरले बुझ्नुहुन्छ नि? बुझ्नुहुन्छ। मैले बोलिराखेको भाषा बुझ्नुहुन्छ नि? छोरा छोरीहरूको केटाकेटीहरूको मन मिलेपछि बिहा हो। अनि यहाँको छोरी जाउँ, यहाँको रहन सहन, वेशभूषा, पहिलाका मान्छेहरूले दौरा सुरुवाल लगाउँथे, नेपाली पोसाक लगाउँथे। आजभोलि त्यस्तो पनि लगाउँदैनन् केटाकेटीहरूले। विदेशी अब छाडा पस्किएर बाजेहरूले। अनि के बाजे यसमा पहिलाका मान्छेहरूले कस्तो लगाउँथे? पहिला मान्छेले लगाउने त खास गरी भन्ने भने चाहिँ सुरुवाल पनि हुने लगाउँथ्यो इन्द्रले गाधा गादा पनि छिटो हामीहरूको जमानामा मोगरको गान्थ्यो अनि पहिलाका मान्छेहरूले दौरा सुरुवाल लगाउँथे, नेपाली ढाका टोपी लगाउँथे। महिलाहरूले चाहिँ गुनियो चोली लगाउनुहुन्थ्यो। गुनियोचोली लगाउने अनि अब आजभोलिका केटाकेटीहरू सबैले सर्ट प्यान्ट लगाउँछन्, केटीले पनि सर्ट प्यान्ट लगाउँछन्। अब को केटा हो को केटी थाहा हुँदैन। थाहै हुँदैन। त्यसमा चाहिँ हजुरहरूको दृष्टिकोण कस्तो छ बाजे? अब त्यस्तो कसरी हेर्नुहुन्छ हजुरले यसलाई? हामीले अब के छाडा भन्नु संस्कार भन्न मिल्छ कि कस्तो हो? सारा संस्कार त हामीले के बोल्नै पाइँदैन। अब के बोल्ने अब बोल्ने भने चाहिँ हाम्रो पुरो मान्यता हुँदैन। म त मेरो बानी त फेरि एकदमै 80-90 वर्षका बाजेहरूले के भन्नुहुन्छ? इतिहासकै सबैभन्दा महान पुरुष भनेका पृथ्वीनारायण शाह, कि त राजा महेन्द्र, कि त अहिलेका बालेन शाह भन्ने पनि हामीले सुन्ने गर्छौँ। के हो बाजे उसको? त्यो भन्दा पनि अब बाल्ने शाहको त बिचारै भ्याएको छैन। अहिले भर्खर बिचारा भर्खर उम्रिया हो होइन, अहिले भर्खर उम्रिया हो। अब यिनीहरूको त केही उ छैन। तर जनताले विश्वास गरेर राष्ट्रिय स्वतन्त्र पार्टी लगभग 2/3 मत पनि दिएछ। अब जनताको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले कतिको काम गर्छ त्यसको लागि हामीले हेर्न बाँकी तर मादलप्रति बुवा हजुरको चाहिँ त्यस्तो विश्वास लाग्यो कि शपथ गर्न लिनु भएको थियो र हामी अब शपथ कुनै पनि गरेर पार्टी मैले पछि हाम्रो यो गाउँ कमिटी अन्तखेरि मैले अब आफ्नो कोषाध्यक्ष अस्तिको प्रतिनिधि सभा चुनावमा उहाँ उड्नु भएको थियो कि अहिले हाम्रो मन्दिर हो पूजा गर्ने मन्दिर त हो नि। मन्दिर हो, हाम्रो हिन्दू धर्म भनेको धार्मिक स्थल मन्दिर हो। भनेपछि हिन्दू धर्मको 5औँ धाममा चिनिने भनेको पशुपतिनाथ त चिन्नु भएको छ हजुरले काठमाडौँमा? गएछौँ। त्यो पशुपतिनाथमा चाहिँ नि मान्छे दिनै मान्छे त्यहाँ जलाउँछन् होइन, जलाउँछन्। भनेपछि जुन दिन जलाउँछन् तर पनि त्यहाँ पूजा लागिरहेको हुन्छ। तर हाम्रो गाउँघरतिर मान्छे बितेपछि त्यहाँ पूजा नै हुँदैन, 1 महिनासम्म त्यहाँ खट्टा हुन्छ। भनेपछि कस्तो हो यो? केही छैन यो त्यो त यो भन्छ नि जेसो गुनो भेष कपाल पेट भन्छ नि त्यो। हजुर, जस्तो कि त्यही तलिलो जातका शूद्रहरूले बनाएका घाट हुन्छन् नि त, घाट अनि यहाँ बित्ने सुद हुन्छ नि त, तिनीहरूले बनाएका सुदहरू घाटहरू धामीहरूले पत्याउनु बजाउनु हुने। तिनीहरूले चाहिँ त्यहाँ क्षेत्रमा गएर चाहिँ पूजा गर्न किन नहुने? त्यो मान्छेले बनाइदिएको बनाइदियो गरी त है, त्यो बनाइदिएको किनभने त्यो त खास दोष त केही पनि होइन। मठ मन्दिर भनेको पवित्र स्थल हो, पवित्र धार्मिक स्थल जहाँ कि शान्तिको स्थल पनि भनिन्छ, शान्ति क्षेत्र। अनि कुनै पनि प्राणीको हत्या गरेर अर्काको आत्माको शान्ति पाउँछ होला त? किनभने त्यहाँ बलि चढाइन्छ, खसी बोका काटिन्छ, हरेवा हाँस चढाइन्छ। ती सबैको आत्मा हुन्छ, सबैभित्र आत्मा हुन्छ। किन एउटाको आत्मालाई त्यहाँ हत्या गरेर अर्को मान्छेको आत्मालाई शान्ति पाउँछ होला त? पाइँदैन, पाउँदैन। त्यो पाउँदैन। कसरी पाउँदैन भने सबैले त्यही भन्छ, मृत्युलाई सरल रूपमा लिनुपर्छ। मृत्यु सत्य कुरा हो, सबैले मर्छ। त्यही एकपल्ट प्राण सबैले छोडेर जानुपर्छ। हामी नाङ्गै आएको नाङ्गै जाने हो। बौद्ध धर्मले के हो? हामी लोभ गर्नु हुँदैन। मान्छेले सबैभन्दा दुःख दिने भनेको लोभ हो। लोभ भनेर म जिउने। रमेश प्रसाईलाई हजुरले चिन्नुहुन्छ? रमेश प्रसाईले म चिन्दिनँ कि त अब मेरो नातिनी जोइ पढ्यो है। हजुरको नातिनी ज्वाइँ? मेरो नातिनी मेरी नातिनी हो। त्यो खास गरेर मेरा कान्छा बाजेका नाति तिनीहरू हुन्। कान्छा बाजेका नातिका छोरा हुन्। त्यो नातिका छोरा मेरो छोरै पर्छ। त्यसको बाबु पदम सिंह साइलो हो। भाइ बहिनीमा त्यसका 4 भाइ हुन्। 4 भाइमा साइलो हो। साइलाई त्यसो भए हजुरलाई चाहिँ एउटा अब म थोरै अर्को प्रश्न गर्छु। नेपालका 3टा शीर्ष नेता थिए पहिलाका, केपी ओली, प्रचण्ड र शेरबहादुर देउवा। यो 3जना पात्रभन्दा सबैभन्दा हजुरको नजरमा चाहिँ कुन पात्र एकदमै ठिक लाग्छ? मलाई कोही पनि लाग्यो। कोही पनि लागेन? तिनटै उस्तै पात्र हुन्थ्यो। एउटै भूमिका लाग्छ। भनेपछि देशको लागि 3टै पात्रले योगदान गरेनन्? के गरेर के गरेनन् है?
त्यो एउटा एमालेमा मनमोहन अधिकारी आए मनमोहन अधिकारी मनमोहन मनमोहन अधिकारी नेकपा आउँदाखेरि एमालेका चाहिँ उहाँ चाहिँ करिब 51 सालमा देशको प्रधानमन्त्री हुनुभएको छ। 8औं महिना कता प्रधानमन्त्री भएका हुन् छोटो होइन? होइन त्यतिखेर आफ्नो गाउँ आफै बनाऊ भनेर अभियान 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 सुरु चलाएको गर्नु। हो। अनि उहाँले चाहिँ त्यही आफू प्रधानमन्त्री भएकै सालबाट चाहिँ वृद्धाबाहरूलाई भत्ताको सुरुवात भत्ताको सुरुवात गर्नु। हो त्यही अँ, त्यही हो। कम्युनिस्ट गरेको साल पनि त्यही हो। अनि पछि पछि यिनीहरूले भत्ताको बढाए। केपीको पालामा माधवको पालामा यिनीहरूले बढाएका हुन्। अनि बढाए माधवको पालामा अहिले कम बनाए क्या। अनि फेरि त्यहाँ केपीको पालामा अहिले कति छ 3000 चाहिँ 4000 माथि 3000 चाहिँ 4000 केपी। मैले पनि खान्छु भनौँ न। ए ओ, यस्तो हुन्छ अपाङ्गको क हो कि ख हो कि ग भन्ने हुन्छ। त्यो हुन्छ। वृद्धा भत्तामा चाहिँ 60 वर्षको हो कि 70को हो कि 80को हो कि मैले हो, त 70 त्यसरी दिइन्छ। 70 को खायो। फेरि मेरो उमेर अनि 72 मा पुग्यो। 2 साल पछाडिको 4 सालको नागरिकता बनेछ। अब पिरबन्दी हुन्थ्यो गरेर यसलाई म इन्डिया भनेपछि बाजे यता बत्ती आउँदैन है। यहाँ आउँदैन। भनेपछि यो गाउँमा बत्ती आउँदैन भनेपछि सरकारसँग तपाईँले के अपिल गर्न चाहनुहुन्छ? अहिले त राष्ट्रिय स्वतन्त्र सरकारसँग म केही अपिल गर्दैन। म त केही छैन। यहाँ अपिल पनि गरेको कोही गर्न पनि हाम्रो जुम्लाको माननीय सांसद ज्ञानेन्द्र साईले चिन्नुहुन्छ हजुरले? चिन्छु। चिन्दैन तर अहिले भिडियोबाट चिन्छ। उहाँको भिडियो चाहिँ हेर्नुहुन्छ हजुरले? भिडियोले हेरेँ। अनि भिडियो हेर्दाखेरि उहाँलाई कस्तो लाग्छ? अहिले बोलाइ चालाइ त ठिक छ। ठिक छ है। ठिक छ। भ्रष्टाचारको विरुद्धमा उहाँले अहिले धेरै बोल्नु आन्दोलन भएको छ। गरिरहेको छ। भ्रष्टाचार गर्नै हुँदैन भनेर भन्ने अहिले ठिक बालिन भन्ने शब्द राम्रै भयो। किनभने चाहिँ उहाँले चाहिँ मेयर पदमा हुँदाखेरि काठमाडौँको मुहार बदल्दाखेरि जनताले विश्वास दिलायो। अहिले बढी भोट पाउने कारण हजुरलाई हरे कृष्ण भन्ने सुने मलाई मेरो याद आएको म पनि अब हरे कृष्णको महामन्त्र जप्थेँ। हरे कृष्ण हरे 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 राम भन्ने म जप्थेँ मलाई। त्यसै कारणले जो हरे कृष्ण भन्नु हजुरले म माला मलाई त्यस्तै आयो कि याद आयो। मलाई माला जप्छु। ए म माला जप्छु। हरे राम 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 हरे 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 कृष्ण 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 हरे हरे। म त्यो माला अनि त्यतिखेर पञ्चायत व्यवस्थामा विदेशबाट ऋण ल्याउने सिस्टम थियो र? थिएन। है? थिएन। अब कहीँबाट ऋण थिएन। यहीँकैले विकास गर्न आँट्यो भने पञ्चायतले विकास। बाजे हामी थोरै परिचय गर्छौँ। हजुरको नाम के हो बाजे? बालारूप सिंह। बालारूप सिंह। हजुर कति वर्षको हुनुभयो अहिले? 82 वर्षको। अनि हजुरको जन्मघर पुर्ख्यौली घर कता थियो बाजे? पुर्ख्यौली घर हाम्रो बाजेको उहाँ हो दिल्लीकोट हो। कालीकोटको दिल्लीकोट। हजुर। महाबु गाउँपालिका पऱ्यो अहिले। हजुर। अनि अहिले जन्म भएको रानीवन। हजुर जन्मनु चाहिँ यतै रानीवन जन्मनु? रानीवन जन्मेको दैलेख जिल्लाको रानीवन। मलाई कस्तो फिल भयो भने बाजे हिजो चाहिँ यता आइयो यहाँको हावापानी अनि बोली भाषाहरू सुन्दाखेरि यहाँको ओखरहरू देख्दाखेरि हाम्रै जुम्ला जस्तो लाग्यो क्या मलाई। यताको भाषा वेशभूषा अनि सबै देख्दाखेरि हाम्रो जुम्लाको जस्तो याद आयो मलाई। हामी धेरै जस्तो कालीकोटकै नै हामीहरूको रहनसहन हाम्रो पुर्खै नै कालीकोटको पहिला हाम्रो बाजे राहसिंह भन्ने गाविस। हाम्रो खस राजा थियो नि 22 राज्यको तपाईँको सिन्जा। सिजापुर। त्यतिखेर सिन्जाको राजा चाहिँ अब सिजापति राजा हिउँदोको महिना चाहिँ यता दुल्लुमा आएर बस्ने अनि बर्खामा चाहिँ जुम्ला सिजामा जाने गर्नुहुन्थ्यो अरे। हामीले त अब देखाएको छैन पढेको बाजे। सिजापति राजा यी कलेलहरू यिनीहरूलाई सिजापति राजा भन्छन्। त्यही बेला तिनीहरू कलेल भए सिजापति राजा कलेल भए। अनि हाम्रो सिरकोटमा 2224 पालमा हाम्रो यो हामी त बजाङ पहिला त हाम्रो बजाङ्गी राजा बजाङबाट आएर यहाँ राहसिंह चुप। अनि म सानो केही राजनीतिक कुरा गर्छु। त्यतिखेरको पञ्चायती व्यवस्था ठिक छ कि बाजे? अहिलेको बहुदलीय व्यवस्था या त अहिलेको लोकतन्त्र ठिक छ त हजुरको समय? पञ्चायत व्यवस्थालाई अब ठिक भन्ने हो भने पञ्चायत व्यवस्था हामी सबै लागेर उल्टाएको व्यवस्था हो होइन। 2007 सालमा पनि प्रजातन्त्र ल्याइयो, राजशासन थालेको ल्याइयो होइन। अब त्यो पञ्चायत व्यवस्थालाई निर्दलीय पञ्चायत व्यवस्था दलीय थिएन त्यतिखेर त्यसलाई त्यस्तो सामान्य बाजे अनुभव हुन्छ। तर मेरो विचारले अहिले दल सबै दलभन्दा पनि मेरो आफ्नो दल उत्तम मानेको छु। मेरो विचार मजदुर किसान पार्टीमा छ। म जहिलेसम्मलाई मेरो सास रहन्छ त्यहाँसम्मलाई म मादलमै भोट दिन्छु। मेरो त्यति हो।
अब हामी त बाजे अहिले कुनै पार्टी पङ्क्ति भन्दा पनि व्यक्तिलाई रोज्छौँ किनभने भोलि बिहान जस्तो कि एउटा कङ्ग्रेसको पार्टीलाई चाहिँ भोट हाल्दै गर्दाखेरि कङ्ग्रेसभित्र राम्रो व्यक्तित्व आयो भने जितेर पठायो भनेपछि उहाँले विकास गर्नुभयो भने भोलि माओवादीका मान्छे नि हिँड्ने उनको फाटोमा कङ्ग्रेसका मान्छे पनि हिँड्ने त्यो हो एमालेका पनि त्यो त हो त्यसैले तर म एक कुरो काट्छु किनभने यो अहिलेको पुँजीवादी सरकार हो जो सरकार आए पनि अब पुँजीवादी र समाजवादी भन्ने हाम्रो कम्युनिस्ट भन्ने समाजवादी हामी नेपाल मजदुर किसान पार्टी हामी समाजवादीतिरको हो होइन हामी सरकारमा गएको पनि छैन हाम्रो पार्टी अहिलेसम्मलाई हाम्रो पार्टी सरकारमा चारजना सांसदसम्मलाई हाम्रो पार्टीले लिएको हो हजुरको पार्टी कहिले स्थापना भएको अहिले हाम्रो 31 साल 31 साल माघ 10 गते हाम्रो पार्टी स्थापना भएको त्यतिखेर नेपालमा पञ्चायत व्यवस्था थियो पञ्चायत व्यवस्था थियो त्यतिखेर शासन राणा शासन त हटिसकेको थियो पञ्चायत व्यवस्था राणा शासन त्यतिखेर 31 सालमा भनेपछि राजा वीरेन्द्र नै हुनुहुन्थ्यो राजा वीरेन्द्र माथि अनि हजुरलाई राजा वीरेन्द्रको काम राम्रो लाग्छ कि राजा व्यक्ति राम्रो वीरेन्द्र थिए